नमस्ते सबैजनालाई। म रत्न महर्जन, नेपाल लेजर क्राफ्ट इन्डस्ट्रीबाट। अहिले च्यालेन्जेस भनेको कम्पिटिसन नै हो है। मेरो चाहिँ विशेष गरी लेजर सिएनसी मेसिनसँग रिलेटेड भएकोले लगभग मैले सुरु गर्दाखेरि 15 वर्ष अगाडि सायद काठमाडौँ भ्यालीमा लेजर टेक्नोलोजीले ह्यान्डक्राफ्टलाई इन्हान्स गर्ने काममा हैन, त्यसमा काठमाडौँमा सायद सेकेन्डमा मेरो मेसिन पर्छ होला। त्यो बेला लेजर टेक्नोलोजी काठमाडौँ भ्यालीमा मान्छेहरूले कुनै काम गर्दा देख्दाखेरि यो बाहिरको होला भन्ने लाग्थ्यो। अनि मैले गरिसकेपछि र अहिले गर्दाखेरि मैले त्यो बेला जुन काम जति रेटमा गर्छु नि त्यो रेट अहिले पाउँदा अहिले त्यो रेट भन्दा अहिले म कममा काम गर्नु परिरहेको छ। भनेको 15 वर्ष अगाडि मैले जुन चार्ज लगाउँथेँ हैन, त्यो भनेको इन्फ्लेसन रेट मैले हेर्दाखेरि लगभग अब इन्फ्लेसन मात्र हामी इयरली 5-6% मात्र राख्दाखेरि पनि हैन, जुन चार्ज हुनुपर्ने हो त्यो भन्दा धेरै कम, धेरै नै अहिले त्यही रेटमा काम गर्नुपर्ने भनेको त 15 वर्ष अगाडि भन्दा अहिले रेसियो अहिले हामीले हिसाब गर्दाखेरि कम्पिटिसन धेरै छ। अब त्यो त नराम्रो कुरा होइन, कम्पिटिसन भनेको त राम्रै हो होइन। अब हामीले अझ कम्पिटिसन भन्दाखेरि पैसा मात्र होइन कि क्वालिटीमा पनि कुरा हुन्छ होइन। क्वालिटीको कुरा अहिले कस्तो छ भने जुन त्यो बेला अहिले लेजरले हामीले काम गर्दाखेरि होइन र अहिले काम गर्दाखेरि अहिले एकदमै कमर्सियल टाइपको क्वालिटीमा चाहिँ होइन, खासै चाहिँ होइन कि कमर्सियल वेमा जाँदाखेरि मेरो पर्सनल भ्यू चाहिँ मैले त्यही रेटमा काम गरेर त्यही क्वालिटी दिइरहेको छु। त्यो चाहिँ मेरो लागि चाहिँ च्यालेन्जिङ काम हो होइन। त्यस्तै हो। हजुर, अब यसै गरी हामी रामशंकर सरसँग जोडिनुपर्छ। तपाईँले अलिकति विषयलाई चाहिँ थोरै आफ्नो पेसा मात्र नभइकन सबैको प्रतिनिधित्व हुने गरी हामीले उत्तरको अपेक्षा पनि खोजेको। मान्छेको काम भनेको उसको भावनासँग जोडिन्छ, भावनासँग सँगसँगै उसको अर्थसँग पनि जोडिन्छ। घर पनि पाल्नु पऱ्यो, पेट पनि पाल्नु पऱ्यो। अहिलेको समयमा सरले भनिसक्नुभयो नयाँ काममा, किनभने पहिला पहिला याद छ, मलाई पनि याद छ, एउटा कलर प्रिन्ट गर्न 100 रुपियाँ पर्थ्यो, अहिले 12 रुपियाँमा प्रिन्ट हुन्छ A4 साइजको। किन हामीले पनि प्रिन्ट गरिरहेका छौँ। म एउटा मिडियाकर्मी भएको नाताले र विगत करिब 2 दशकदेखि लेख्ने पढ्ने काम एउटा पत्रिकाको करिब 15 वर्ष सम्पादन गरेको कारणले गर्दा पनि अलिकति आफूले देखेको विषय यो हो। तर भावनासँग र अर्थसँग जोड्दाखेरि तपाईँले आफूले आफूलाई र आफू जस्तै कलाकारलाई कहाँ पाउनुहुन्छ? विशेष गरी यो आफ्नो पेसासँगको भावना, जोडिएको भावना, सम्बन्ध जुन उनीहरूसँग रौस हुन्छ नि, तीव्र इच्छा काम गर्ने, त्योसँग र उसँग अर्थ पनि जोडिनुपर्छ। उहाँहरूको तीव्र इच्छा। हजुर, अब उहाँहरूको तीव्र इच्छा भनेपछि त अब मैले स्टार्टिङदेखि काम गरेर बेलादेखि नै मैले एक शब्द आज पनि डराउँछु। जहिले पनि आउने बेला मैले डराउने चिज भनेको चाहिँ मरण किशन र हरिवंश। हेर्नुहोस्, मैले फर्स्ट टाइम कुरा गर्छु, जहिले पनि मरण किशन र हरिवंश जस्तो उहाँहरूको प्रसन्न र हाम्रो यो साजनजीको जोडी हर हमेसा तलमाथि त हुन्छ, तर कम्प्रोमाइज गरेर उहाँहरू जहिले पनि यही यस्तै मतलब मिलेर गयो भने त उहाँहरू कुन ठाउँमा पुग्छ भने पनि कसैले एक्सपेक्ट गर्न पनि सकिँदैन। हेर्नुहोस्, त्यही भएर अब मेरो उहाँहरूको चाहिँ नि मैले काम गरिरहेको झन्डै तपाईँको 8-9 वर्ष 8 वर्ष समथिङ स्टार्टिङदेखि नै गरेको हो। त्यो अनुसार अब हाम्रो काम पनि यस्तै हो। उहाँ सरले भन्नुभयो नि, उहाँ सरले भन्नुभयो जस्तो पहिलाको रेट र अहिलेको रेट झन्डै कमै भए पनि हुन्छ। किनकि पहिला अब मानौ हाम्रो मेरो पेसाको अन्तर्गतमा स्क्रिन प्रिन्ट भन्ने चिज कस्तो हुन्छ भने क्वान्टिटी कम गरेपछि सस्तो, तर धेरै गरेपछि महँगो हुन्छ प्रिन्टिङ भन्दा पनि। त्यो अनुसार अब कस्तो छ भने पहिला पनि मानौ स्क्रिन प्रिन्ट 100 पिस गर्दाखेरि पहिला 800-900 रुपियाँ लिने हो, अहिले आएर 400 लिनलाई पनि गाह्रो छ तपाईँको। अहिले फेरि क्वान्टिटी हुन्छ, क्वान्टिटी भएपछि हाम्रो अपस्टेटमा गर्नुपर्ने हुन्छ। अपस्टेटमा गएपछि कसै पनि ह्यान्डमेड हुँदैन, तर कसैले ह्यान्डमेड चाहिँदाखेरि चाहिँ नि हामीले चाहिँ नि अलिक कस्ट हाई भयो यताउता भन्नुहुन्छ। त्यही भएर काम गर्न चाहिँ धेरै गाह्रो भइरहेछ अहिले स्क्रिन प्रिन्टमा।
अब कस्तो भने अब गार्मेन्टको भयो भने अलिक कस्ट पनि आउँछ, त्यसमा चाहिँ अलि चाहिने प्रफिट आउने भएर चाहिने अलि चाहिने काम गर्न मजा हुन्थ्यो। अहिले चाहिँ नि काम गर्ने त्यही अघि उहाँ सरले भन्नुभयो जस्तै भइरहेको छ हाम्रो पेसा पनि, यो प्रेस सम्बन्धीमा पनि अहिले, किनकि त्यही भएको भएर चाहिँ नि अब काम भने चाहिँ त अब गर्नै पर्यो, त्यही अनुसार गरिरहेको छौँ अहिलेसम्म। म एकपटक अब चित्रकार अजय देसाईज्यूसँग जान चाहन्छु। यो पुस्तान्तरणको विषय जहिले पनि चर्चामा छ, किनभने हामी त इतिहासदेखि नेपाल भन्ने बित्तिकै हुन त एउटा ट्याग लगाइदिए त्यो बेलामा, यो जातले यो गर्ने, यो थर भएकोले यो गर्ने, तर पनि त्यसले विभिन्न पेसा व्यवसायलाई संरक्षण गरेकै थियो। अहिलेको अवस्थामा पुस्तान्तरणको अवस्था अथवा यसलाई प्रमोट गर्ने विकल्पहरू पनि जानु पर्ला, किन हामीले त भएन पनि भनेका छौँ। कुन विकल्पका साथ गइयो भने पुस्तान्तरणको विषय एकदम अहिलेको सबैको मोटो बन्न सक्छ, नारा बन्न सक्छ? धन्यवाद बिएम सर। अलिकति म इतिहासलाई पट्याउँछु। हामी सानो हुँदाखेरि हाम्रो वरपरका कलाकारहरू जो हुनुहुन्छ उहाँले काम गर्ने ठाउँमा हामीलाई भित्र छिर्न दिँदैनथ्यो। यो सबैले भोगेको कुरा नै हो। हामी मध्येमा जो जति पनि हुनुहुन्छ अग्रज व्यक्तित्वहरू हुनुहुन्छ उहाँले महसुस गरेका कुरा हो। यति कुरा बुझ्दै गर्दाखेरि उहाँले के गर्नुहुन्थ्यो भने आफ्नो कला आफूभित्रका जुन सिप छ अरूले चोर्ला, अरूले लग्देला भन्ने तरिकाबाट उहाँहरूले त्यसलाई संरक्षण गरेर राखेको भयो। यहाँसम्म कि उहाँको छोरा नाति र उहाँको नजिकको मान्छेलाईसम्म पनि उहाँले चाहिँ कोठाभित्र छिर्नु दिनुहुन्न थियो। जब उहाँले सकाइसक्नुहुन्थ्यो, सकाइसकेपछि मात्रै अनि मात्रै त्यो कलाकृतिको दर्शन हामीले गर्न पाउँथ्यौँ। यसले गर्दाखेरि पनि अलिकति पुस्ता हस्तान्तरणमा चाहिँ अलिकति कमी आएको देखिन्छ। पहिलाका कुराहरू जब म आफै पनि कला क्षेत्रमा लाग्दै गर्दाखेरि पनि यो कुरा मैले मभन्दा अग्रज व्यक्तित्व कलाकारहरूबाट मैले पनि आफैले पनि भोगेँ। तर अहिले जहाँसम्म मलाई लाग्छ अहिलेका जेनेरेसनहरूले त्यो पोख्तता जुन बेलाको कलामा गोल्डन इराको टाइम थियो त्यो टाइम अहिले आएर चाहिँ अलिकति ह्रास भएर आएको हो कि त्यसलाई धेरै तरिकाबाट त्यसलाई ल्याउने क्रममा हामी चुकेका हौँ कि अब यसको बारेमा अध्ययन गर्नुपर्छ कि जस्तो मलाई लाग्छ। यो अध्ययन नगरिकन अहिलेको पिँढीले जुन तरिकाबाट पहिलाकोबाट चाहिँ जुन अग्रजबाट चाहिँ लिनुपर्ने चिज छ त्यो नलिकन आफ्नै तरिकाबाट हिँड्नु भएको छ। अध्ययन आफ्नो ठाउँमा छ, उहाँले किताबी अध्ययन गर्नुभएको छ, तर त्यो एक किसिमको सिद्धहस्त कलाकारबाट जुन तरिकाबाट आउनुपर्ने हो नि त्यो अहिले नआएको हो कि जस्तो मलाई लाग्छ। जस्तै मैले आदरणीय कलाकार मेरा अग्रज कलाकार म बा भन्ने सम्बोधन गर्छु, कालकुमाले बा। कालकुमाले बाको मूर्ति बनाउँदाखेरि हामी पनि उहाँसँगै बसेर केही कुराहरू ग्रहण गर्न पाएको भए उहाँले बनाउनु भएका चिजहरू हामी अगाडि बसेर कसरी बनाउनु हुँदो रहेछ त, उहाँले कसरी टुल्सहरू समात्नुहुन्छ त भन्ने कुराहरू हामीले हेर्न पाएको भए जहाँसम्म मलाई लाग्छ टुल्सको चलाउने टेक्निकै फरक हुन्छ। उहाँले युज गर्ने टुल्सहरू पनि जहाँसम्म मलाई लाग्छ त्यो महत्त्वपूर्ण हुन्छ। हामीले त्यस्ता खालका चिजहरू चाहिँ गुमाएका हौँ कि हाम्रो अध्ययनको विषय त्यहाँनिर हुनुपर्छ जस्तो लाग्छ। उहाँले कस्तो खालको अध्ययन गर्नुहुन्छ त त्यो बनाउनुभन्दा अगाडि उहाँले मात्र होइन एक किसिमको मैले मेरो अध्ययनले के थाहा छ भने पहिलाका कलाकारहरू अग्रज कलाकारहरूले कुनै पनि मूर्ति बनाउनुभन्दा अगाडि आफ्नो ज्यावललाई ढुक्ने बानी छ आदर सम्मानका साथमा। त्यसपछि मात्रै उहाँले आफूले जुन आदर सम्मान गरेर ढोक दिइसके पछाडि मात्रै अनि आफूले सृजना गर्न सुरु गर्नुहुन्छ। पौभा चित्रमा त हामीले इतिहासलाई बुझ्नै पर्छ। पौभा चित्रमा त ध्यान टप गरिसके पछाडि टोलका ज्येष्ठ नागरिकबाट आफ्नो हातलाई जब पूजा गरिन्छ त्यसपछि मात्रै चित्रकला त्यहाँनिर शुभारम्भ हुन्छ। त्यो पनि शुद्ध मनमा
नबोलिकन एकाग्र भएर कोठाभित्र बसेर कसैको हल्ला खल्लाबाट पनि वञ्चित भएर उहाँले पोहा चित्र बनाउनुपर्छ। यो मूर्तिकला पनि पहिलाका जेनेरेसनमा यस्तै त थियो नि। तर अहिले आएर कमर्सियलाइजको नाममा अलिकति हामी वेस्टर्न कल्चरले प्रभावित भएर हामी आफ्नो ट्रेडिसनलाई छोडेर गएको त होइन। अनि हामी पुस्ता हस्तान्तरणको कुराहरू गर्दैछौँ नि। पुस्ता हस्तान्तरण त आवश्यक छ, पक्कै पनि छ। तर पुस्ता हस्तान्तरण गर्नको लागि त्यो सबै चिजबाट अग्रजहरूले त ती कुराहरू नै त खोज्छन् नि, कतिको डिसिप्लिनमा छन् त भन्ने कुराहरू। खासमा पुस्ता हस्तान्तरणमा डिसिप्लिन नभएकै कारणले गर्दाखेरि पनि जहाँसम्म मलाई लाग्छ यो पुस्ता हस्तान्तरण गर्नलाई गाह्रो भएको मलाई मेरो फिलिङ्समा त्यस्तो जस्तो लाग्छ। हामी मध्येमा यहाँ जति पनि कला क्षेत्रमा लागि परेका छौँ हामी डिसिप्लिनमा छौँ त। एक किसिमको अग्रज व्यक्तित्वहरूले हामीलाई हेर्ने तरिका त्यही त हो नि। जस्तै मेरो आफ्नो अनुभव एउटा, जब म धेरै वर्ष अगाडिदेखि नै मैले कालकुमाले बाको बारेमा मैले अध्ययन गरेँ, उहाँको बारेमा बुझेँ, तर उहाँसँग भेट्ने मौका पाइरहेको थिएन। बल्ल 2 वर्ष मात्रै भयो मैले उहाँलाई भेटेर बुझ्ने अवसर मलाई पाएँ। तर मलाई के लाग्छ भने उहाँ जतिको कलाकारसँग मैले बस्दाखेरि म डिसिप्लिनमा छुइनँ जस्तो लाग्यो मलाई। उहाँसँग गएर मैले सिक्दाखेरि मसँग एउटा डिसिप्लिन हुनुपर्थ्यो नि। त्यहाँ गएर मैले एक किसिमको आदर सम्मानका साथमा उहाँसँग बसेर अलिकति काम सिक्नको लागि त मसँग जुन क्यारेक्टर हुनुपर्ने हो, सिकाइको लागि बस्नुपर्ने हो, त्यो चिज नै मसँग छैन। अनि उहाँले मलाई कलाको विषयमा के बोल्नुहुन्न नि, पक्कै पनि बोल्नुहुन्न। उहाँले मलाई सिकाउनु पनि हुन्न। अनि उहाँले उहाँको ठाउँमा उहाँको जब मन नै मैले जित्न सक्दिनँ भनेदेखि उहाँले मलाई उहाँको आफ्नो ठाउँमा लगेर सामानहरू देखाउनको लागि र उहाँले गरेका कामहरू सिकाउनको लागि उहाँ चाहिँ अग्रसर हुनुहुन्न पक्कै पनि। त्यही भएर पनि मलाई के लाग्छ भने दुईवटा चिज, एउटा डिसिप्लिन, अर्को एउटा उहाँसँगको जुन सम्बन्ध हो त्यो सम्बन्ध बलियो बनाउनुपर्छ जस्तो मलाई लाग्छ। त्यसपछि मात्रै पुस्ता हस्तान्तरण। मैले अजय सरलाई यही रोक्दै कालुकुमाले बाको कुरा आइसकेपछि उहाँकै आफ्नै छोरा यहाँ पनि हुनुहुन्छ। उहाँसँग पुस्तान्तरणको विषय भन्दा पनि किनभने धेरै काम गरिरहनु भएको छ। श्रमको मूल्यको विषय अघि नै हामीले व्यावसायिकतामा श्रमको मूल्यको विषयमा जोड्यौँ। तर काम गर्ने जो शिल्पकार हुनुहुन्छ, कारिगर हुनुहुन्छ, उहाँले लिनुहुने जति पारिश्रमिक उहाँले पाउनुहुन्छ त्यसको अवस्था कति छ अझ भन्न मिल्छ भने उहाँले एक दिनमा अथवा एउटा यो काम गरेको कति पैसासम्म प्राप्त गर्नुहुँदो रहेछ, यतिसम्म पाइदियो भने उहाँ देशमै बस्न सक्नुहुन्छ कि अथवा उहाँले पुस्ता अथवा आफ्ना पेसा परिवर्तन गर्नु हुँदैन कि? राकेश दाईको भनाइ के छ यसमा? धन्यवाद बिएमजी र आदरणीय दाजु अनिल चित्रकारज्यूप्रति नमन र अजयजीप्रति धन्यवाद ज्ञापन गर्छु। र उहाँले किनभने बाको नाम लिनुभयो र बिएमजीले मलाई त्यही क्वेसन गर्नुभयो। तर आज उपस्थित हुँदाखेरि मैले के देखेँ भने एउटा हाम्रो त्यो मूर्तिकला मात्रै अथवा चित्रकला मात्रै हामीले बुझिरहेको कुरा, तर यो जुन अहिले प्रसन्नजी र साजनजी है उहाँहरूको प्रयास र उहाँहरूको जुन एउटा लगन छ त्यो कुरामा मैले धेरै विधाहरू चाहिँ जोडिएको देखेँ। अलिकति म चाहिँ अल्मलिएँ है कुन विषयमा के कुरा गर्ने भन्ने सन्दर्भमा। हुन त उहाँहरूको पनि पारिश्रमिकै आधारमा कुरा हुन्छ। हजुरले मूर्तिकला आफ्नै पेसासँग जोडिँदा बेटर हुन्छ, पारिश्रमिकै कुरा आउँछ। तर बुवाको पालामा कति पाउनु भयो र कति उहाँको मूल्याङ्कन भयो भन्ने कुरामा चाहिँ सर्वप्रथम हामीले कलाकार अनि व्यवसाय र त्यसमा चाहिँ एउटा हामी बिचमा बसेर काम गर्ने एउटा के भन्छ त्यो र अनि ग्राहक सामान पुग्दाखेरि त्यो कला जसले किन्नुहुन्छ नि उहाँले कलाकारी चिनेको हुँदैन, एक फर्स्ट कुरा। अनि त्यसमा चाहिँ यो कलाको मूल्य के हो त यो हामीले कहिले पनि सोचेका हुँदैन। पहिले काम गर्ने बेलामा उहाँहरूको अवस्थामा
एकदम कला सृजनाको लागि काम गर्नुहुन्छ, कला सृजनाको लागि उहाँको आफ्नै सोच छ। त्यसमा पनि उहाँहरू एकदम एउटा सिप छ उहाँहरूकोमा, धैर्य छ। र अर्को कुरा उहाँले एकदम यस्तो साधना गर्नुहुन्छ कि त्यो साधना कतिको हामीले अध्ययन गरेका छौँ, त्यो कुरामा पनि निर्भर गर्दछ। अनि अर्को कुरा चाहिँ त्यो कलालाई कुन लवजमा, कुन एउटा मुभमेन्ट्सहरू त्यो शास्त्रसम्मत हुनुपर्छ भन्ने कुरामा उहाँहरू चाहिँ एकदम अडिग हुनुहुन्छ। त्यो विषयमा चाहिँ उहाँहरू पोख्त हुनुहुन्छ। तर हामी के गर्छौँ भन्दाखेरि अहिले आर्थिक रूपमा आर्थिक उपार्जनको लागि पैसाको लागि काम गर्दैछौँ। त्यही भएर यो हस्तकला क्षेत्रमा या मूर्तिकला या चित्रकला कुनै पनि क्षेत्रमा आज हामी अलिकति निराश हुनुपर्ने अवस्था चाहिँ देखिएकै हो। त्यसैले हामीले कला बेच्ने होइन, कथा बेच्ने एकदम भन्ने हो भने हामीले यो गऱ्यौँ त्यो गऱ्यौँ यति गऱ्यौँ त्यो कुरा होइन। हामीले कथा बेच्दाखेरि कथामा के आधारित छ त? जस्तै एउटा बुवाले त धेरै बेच्नुभयो, धेरै कुराहरू उहाँले सृजना गर्नुभयो, उत्पादन गर्नुभयो। त्यसमा मैले अघि पनि भने कलाकार, कालीगढ अनि व्यवसाय र एउटा बजार व्यवस्थापक, यी 4 कुराले मात्रै हाम्रो काम चाहिँ सम्पन्न हुने हो। अब यो एउटा विषयमा मैले राकेश दाईलाई यही क्रस क्वेसन जोड्न चाहेँ। सामान्यतया मूल्य त किन्ने र बेच्ने बिचको एउटा कति इक्विलिब्रियमसँग जोडिन्छ। तर पनि जो कालीगढ उसले त घरमा बसेर काम गर्ला, उसको पाटो फेरि छुट्टै पाटो होला, कतिले रङ लगाउला अथवा कतिले कुद्ला, कतिले के गर्ला, उयो काम त फरक छ। त्यो विषयमा बजार मूल्य र उसको विषय बिच त धेरै ग्याप हुनसक्छ। उसले चाहिँ चाहिने जति मूल्य पाएको छ कि छैन जसले काम गर्दैछ, त्यही कुरामा म आउँदैछ। एउटा मैले भने नि, कलाकारले यसको कति भ्यालु हो भ्यालु गर्न जानेको हुँदैन, मेन कुरा। अनि त्यो विषयमा चाहिँ आफ्नो कलाको मूल्याङ्कन उसले गर्न नसक्दाखेरि अर्को पक्षले चाहिँ त्यसमा चाहिँ धेरै अडिक फाइदा लिइरहेका हुन्छन्। त्यो कारणले गर्दाखेरि कलाकारहरू या यो काममा लागेका व्यक्तित्वहरू चाहिँ अलिकति हतोत्साहित भएको चाहिँ देखिन्छ कि। किनभने मैले गरेको श्रमको अहिले भर्खर पनि फ्लोरमा कुरा आइसक्यो, मैले गरेको श्रमको मूल्य पाएन। त्यो हामी कथा बेच्न नजानेको मेन कुरा यही हो। एउटा शब्द मलाई त्यो वाक्य साह्रै मन पर्यो, राकेश अवालेज्यूले भन्नुभएको, कला बेच्ने होइन कथा बेच्ने हो। यो शब्द मनमै टिपोट भइसक्यो, कपीमा टिपोट पनि गर्नुपर्छ जस्तो लाग्दैन। सायद सबैको छपाइमा परिसक्यो होला। यो विषयसँग पक्कै जोडिन्छ, किनभने हाम्रा यस्ता राम्रा मूर्तिहरू सिकेर गएर चाइनाले कति सस्तोमा अरू प्रडक्ट प्रयोग गरे होला। अब म यति बेला आजका प्रमुख अतिथिज्यूसँग पनि जान चाहन्छु। यहाँ श्रमको कुरा पनि आयो, पुस्तान्तरणको कुरा पनि आयो, त्यहाँ आशासँग पनि जोडिएको छ, विश्वास जोडिएको छ, आफ्नो इतिहास जोडिएको छ। अब यो उसको श्रमसँग मात्रै जोडिएन, यहाँ त संस्कृतिसँग पनि जोडिन्छ, सम्पदा संरक्षण पनि जोडिन्छ। किनभने यो त हामीले पहिला भन्दाखेरि मन्दिरको सहर काठमाडौँ भनेर भन्थ्यौँ। स्तूपहरू भनौँ न, बहालहरू हेर्दाखेरि त्यस्तै लाग्छ। हरेक घरमा पनि टङ 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 कतैबाट आवाज आयो भने ओहो यो त कलाकारको घर रहेछ आउँछ। वास्तवमा यो मङ्गलबजारको कतै छिर्दा अथवा असरको कतै छिर्दा त्यो सुनिन्छ, भक्तपुरमा पनि त्यस्तै सुनिन्छ। भनिसकेपछि कतिको असर गर्दो रहेछ, विशेष गरी यसले संस्कृतिको संरक्षणमा, त्यसै गरी सम्पदा संरक्षणमा। यो जुन विषय छ नि, सबैले यो ध्यान दिनुपर्ने एउटा विषय के छ भने नि, यो बिजनेस गर्ने अथवा आर्ट गर्ने अथवा कयोको आज 8 वर्ष पुग्यो भने नि, संसारको इतिहासमा यो सबैले के सिक्नुपर्छ भने, कुनै पनि सामान अथवा कुनै पनि प्रडक्ट, अहिले हामीले खल्तीमा हेर्नु अथवा आफ्नो घरमा हेर्नु, कुनै पनि सामान औसत 100 वर्षको एभरेज लियो भने 12 वर्षभन्दा बढी टिक्दैन। यो संसारको नियम हो होइन। किनभने त्यो 12 वर्षभित्रमा अरू कसैले चाहिँ त्योभन्दा राम्रो सामान बनाउँछ अथवा त्योभन्दा राम्रो प्रविधि ल्याउँछ। र जस्तै एउटा जमानामा नातिकाजीले गीत गाउनु पर्दाखेरि उहाँ चाहिँ सिंहदरबारको स्टुडियो बाहिर चाहिँ घाम तापेर बस्थ्यो। अनि त्यहाँ अनाउन्सरले नातिकाजी सर तपाईँको पालो आएपछि उहाँ भित्र गएर गीत गाउनु पर्थ्यो।
अब नातिकाजीलाई केले रिप्लेस गर्यो त भन्दाखेरि दम दिने रेकर्ड प्लेयरले रिप्लेस गर्यो, त्यो चिजलाई चाहिँ क्यासेटले रिप्लेस गर्यो, क्यासेटलाई चाहिँ सिडीले रिप्लेस गर्यो, सिडीलाई डिभिडीले रिप्लेस गर्यो। सो एउटा चिज हामी सबैले के बुझ्नुपर्छ भने भगवान् बुद्धले 2600 वर्ष अगाडि होइन कुशीनगरमा आफ्नो परिनिर्वाण अगाडि उहाँले के भन्यो, हरेक चिज परिवर्तनशील छ होइन, कुनै पनि चिज थाती हुँदैन। त्यसैले कोही पनि नेपालीले यस्तै हो यस्तै नै चल्नुपर्छ भनेर सोच्नु त्यो पहिले चाहिँ गलत हो। अब दोस्रो, आजको जमानामा जस्तै छठ पर्व भनौँ न, अहिले काठमाडौँ बाहिरको उदाहरण छठ पर्व मनाउँदाखेरि डोमले चाहिँ बनाएको सामान चाहिँ चाहिने, तर त्यो डोमको पानी चाहिँ नचल्ने होइन। सो छठ हुँदाखेरि डोमले बनाएको ढकी चाहिने, तर उसलाई पानी चाहिँ नचल्ने। सो अब भाषा कस्तो राम्रो छ भने श्रम चल्ने पानी नचल्ने। अब त्यो फेरि ठिक छ, त्यो डोमको छोराछोरी भोलि अस्ट्रेलिया जाने, सो भोलि यो त म जिन्दगीमा कहिले पनि कामै गर्दिनँ भन्छ नि, यस्तो पानी नचल्ने काम पनि गर्छ। सो समाज आफू परिवर्तन हुनुको सट्टा त्यो डोमलाई जतिसुकै दोष लगाए पनि जे गरे पनि त्यो केही हुनेवाला छैन। किन त्यो डोमले आफ्नो आमा बाउले जुन किसिमको व्यवहार गरेको त्यो देखाएको छ भने त उसले के भन्छ, भोलि म अस्ट्रेलिया गएर पैसा कमाएर यो छ नि आज बस्दा अरू पैसालाई पछि पार्छ भन्छ होइन। सो यो चिज पनि हामीले समाजमा एउटा के बुझ्नुपर्छ भने त्यो स्ट्याटस के हो भने बुझ्नुपर्छ है। अब तेस्रो चिज, म आज विश्व ब्याङ्कको उपाध्यक्षलाई भक्तपुर 4 घन्टा घुमाएर आएँ, 4 घन्टा। त्यो 4 घन्टामा पहिलोपल्ट हामी के गर्यौँ, एउटा प्रजापति परिवारका लोक्ता कागज बनाउने घरमा गयौँ। अब नेपाल सरकारले हिजो लाल पूर्जादेखि लिएर सबै लोक्तामा बनाउँदाखेरि त्यो बजार भएको, त्यो बजार नभएपछि हामी सबै कम्प्लेन गर्ने त्यो भएन भनेर, तर उहाँले के गर्नुभयो, त्यही लोक्ताको व्यवसाय गरेर अहिले पुरा घरलाई नै म्युजियममा कन्भर्ट गरेको छ है। सो सरकारले लोक्ता किनेन भने रुने त होइन नि, त्यसको ठाउँमा उहाँले गजबको व्यवसाय गर्नुभयो। अब नेवारीमा के भन्छ, सिकमियो स्वाने फर भन्छ नि। इन्द्रकाजी शिल्पकारको घर हेर्नुहोस् त, संसारको सबभन्दा अरबपतिले पनि त्यस्तो घरमा बस्नु पाए हुन्छ भन्छ नि। सो त्यो किन भन्दाखेरि उहाँले के बुझ्नुभयो भने सिकर्मीको घर चाहिँ झुत्रो हुनु हुँदैन, अर्काको सबैको घर बनाउने, मेरो घर किन राम्रो नबनाउने भनेर उहाँले संसारको सबभन्दा राम्रो घर बनाएर युनेस्कोको अवार्ड लिनुभयो नि। सोच के। अनि लन्च खाँदाखेरि टुसा रेस्टुरेन्टमा लन्च खायौँ, त्यहाँ हेर्नुहोस् धनियाँदेखि लिएर काँक्रोदेखि लिएर अहिले बजारमा पाइने सबै 1 किलोमिटरभन्दा टाढाको सामान केही पनि छैन त्यहाँ है। तर 9 कोर्सको लन्च खाएपछि हामी 12 जनाले एक जनाको झन्डै 6000 बिल, 72000। गर्ने तरिका सिक्नु पऱ्यो नि। बेच्ने त काँक्रै हो नि, तर त्यो काँक्रोलाई कसरी प्रेजेन्ट गर्ने, फाइन डाइनिङको रूपमा प्रेजेन्ट गर्ने कि हँसियालाई काटेर चाहिँ नुन राखेर बेच्ने। हँसियालाई काटेर नुन बेच्यो भने 5 रुपियाँ आउँछ, तर फाइन डाइनिङमा राख्यो भने त 5000 रुपियाँ आउँदो रहेछ। सो यो तरिका चाहिँ अलिकति सिक्नुपर्छ। त्यसैले सबै हामी बुझेर के भने 8 वर्ष बनाउनु एकदम राम्रो हो, तर यो 80 वर्ष टिक्छ भन्ने कुरा म चाहिँ मान्दैन। किनभने यही चिज गरिराख्ने हो भने अरूले सिध्याउँछ नि, त्यो अहिले हाम्रो सबैको कथा त्यही नै भएको छ होइन। सो चेन्ज हुनुपर्छ। अब चेन्ज कसरी भनेर छलफल चाहिँ गर्न सक्छौँ, तर त्यही चिज गरेर चाहिँ बजार पाउँछ भन्ने चाहिँ त्यो हुँदैन। परिष्कार र परिमार्जनको विषय त अभियसली पनि हुन्छ, देशमा पनि भन्छ राजनीतिक पार्टी पनि 10-10 वर्षमा कम्तीमा चाहिँ जनताले अर्को ल्याउँछन् नै भन्छन्। हजुरले भन्नुभएको मैले एउटा प्रश्न त्यहाँ जोडेको थिएँ, त्यसको उत्तर नपाइसकेपछि मैले फेरि कोट्याउन चाहेँ। अलिकति संस्कृति र सम्पदासँग हामी जोडिएका थियौँ, किनभने जब हामी कलामा अलिकति परिमार्जन खोज्छौँ भने हाम्रो हिस्ट्री त छुट्टै छ, त्यसले फरक कुरा माग्दैन होला, इतिहासकै कुरा देखाउँछ होला, त्यसमा कतिको प्रभाव पर्दो रहेछ, असर पर्दो रहेछ। अब यो जुन अघि राकेशजीले पनि भन्नुभयो, यो जुन अथेन्टिसिटी भन्ने शब्द सबैले बुझ्नु जरुरी छ कि अथेन्टिसिटी भनेको जस्तै भनौँ न, अब जस्तै उदाहरण यो धेरै यस्तो संस्थाहरू यहाँ नेपालमा आउँछन्। एउटा चाहिँ अन्टरप्रेन्योरसिप अर्गनाइजेसन भन्ने इओ भन्ने संस्था छ है। अनि त्यो संस्थाको मानिसहरू पाटन घुम्न आए र जुन पाटन दरबार क्षेत्रभित्र चाहिँ डिनर जस्तै 5 कोर्सको डिनर चाहिँ भयो। अब मैले त्यो भगवान् बुद्धको पूर्वतिर भूमि स्पर्श मुद्रा भन्छ नि, जमिन छोएको। अब भूमि स्पर्श मुद्रा भनेको के त भनेर उहाँहरूलाई बुझाउँदाखेरि मैले के भने संसारमा जोसुकै व्यक्ति भए पनि उसको जिन्दगीमा 2टा एकदम महत्त्वपूर्ण दिन हुन्छ। सो पहिलो चाहिँ जन्मेको दिन, तर दोस्रो चाहिँ म किन जन्मेँ भनेर पत्ता लागेको दिनलाई भूमि स्पर्श मुद्रा भन्छ है। हरेक व्यक्तिले चाहिँ त्यो माने खोज्नुपर्छ कि म किन यो जन्मेँ त, म बिरामी नै हुने हो, भोलि भनौँ न त्यो घाटमै जाने हो, जलाउने नै हो भने मेरो लाइफको त कुनै माने हुनुपर्छ नि भनेर सिकाउनलाई भूमि स्पर्श मुद्रा त्यसै बनाएको हो
भनेर सिकाएँ है। अब त्यो ग्रुपमा एक दुईजना चाहिँ त्यहाँ मूर्ति पसलभित्र गयो। मूर्ति पसलभित्र गएपछि त्यो पसलमा बस्ने मान्छेले अलिकति भाउ बढाएर त्यो एउटा भूमि स्पर्शको मुद्राको मूर्तिलाई उसले त्यसै 1 लाख रुपियाँ जति भन्यो। भनेपछि त्यो जुन व्यक्ति छ नि पार्टिसिपेन्ट ऊ चाहिँ बाहिर आयो कि बाहिर आएर मलाई के भन्यो भने यो त नक्कली हुनुपर्छ। किन नक्कली भन्दा त्यस्तो सस्तोमा पनि पाउँछ र भन्छ। त्यत्रो महत्त्वपूर्ण बोकेको चिज, त्यत्रो ठुलो माने बोकेको चिज त्यत्रो सस्तो हुन्छ? उसले बुझेपछि त होइन त्यसको भ्याल्यु कति राख्ने? अब हामी चाहिँ यति दिन काम गरेको, यति तौल, उहाँले भने यति दिन काम गरेको, यति तौल, यति सुन परेको, यति त्यस्तो हुन्छ? भगवान् बुद्धले सिकाएको चिजलाई के पैसामा तान्ने? त्यो त मिलेन, ट्युसन गएको जस्तो त होइन होला हैन। सो त्यो भ्याल्यु हामीले बुझेनौँ। तर त्यो भ्याल्यु बुझ्ने हो भने अहिले संसारको सबै मान्छे यहाँ आउँछन्। र अब एउटा अघि प्राइसको जुन कुरो हो, लोक चित्रकारले अस्ट्रेलियाको एउटा म्युजियमलाई 2 करोडमा पोवा बेच्यो, 2 करोडमा। सो त्यो 2 करोड बेचेको कसलाई भन्दाखेरि अस्ट्रेलियन सरकारलाई बेचेको हो। अस्ट्रेलियन सरकारलाई बेच्दाखेरि अस्ट्रेलियाको पार्लियामेन्टको स्पिकर र 8 जना सांसदहरू नेपाल आए थिए। मैले घुमाउन लग्दाखेरि लोककान लगेँ र लोककान मैले खालि एउटा के भने तिमीहरूले अस्ट्रेलियनहरूले आर्ट बुझेको छैन, किनभने मरेको आर्टिस्टले बनाएको चिज म्युजियममा राखेको छ। मरेको आर्टिस्टलाई पैसा चाहिँदैन, पैसा भनेको बाँचेको आर्टिस्टलाई मात्रै चाहिन्छ। त्यसैले हाम्रो लास चाहिँ लग्दाखेरि पछाडि पैसा फ्याँक्दै हिँड्छ नि, त्यो किन पैसा फ्याँक्यो? त्यो पैसा चाहिँ अब जाने संसारमा चल्दैन भनेर फ्याँकेको नि होइन। सो त्यो बाँचेको आर्टिस्टलाई पैसा दियो भने अनि बल्ल आर्ट चाहिँ बच्छ भनौँ। 2 करोडमा एउटा पौवा किनेर ल्यान्छ है। अब त्यो पैसाको कारणले अर्को 15-20 जना आर्टिस्ट भयो भने त्यो पनि एउटा राम्रै हो। आर्टमा यति पैसा रहेछ भने बुझ्नु। तर उहाँले अघि जुन भन्यो भने पैसाको लागि ल आर्ट गर्नुहोस् त, त्यसको रिजल्ट कस्तो हुन्छ? त्यो त राम्रो हुँदैन। किन भगवान् बुद्धले सिकाएको चिज चाहिँ मनन गरेर त्यो मूर्ति बनाउनु र म चाहिँ 2 करोड कमाउँछु भनेर ल लेख्नुहोस् न, हुन्छ? पैसाको लागि गरेको काम कहिले राम्रो हुन्छ? हुँदैन नि है। सो त्यसैले उहाँले जति अहिले कुरा भन्नुभएको छ, यो गाह्रो के छ भने नि त्यो ब्यालेन्स होइन। जस्तै मान्छे बाँचेपछि त पैसा चाहिन्छ, त्यो त स्वाभाविक चिज हो नि। तर त्यो बिच कहाँ खोज्ने त्यो अथेन्टिसिटी? अघि उहाँले भन्दा कथा बेच्नु सक्नुपर्छ। अब कथा भन्दाखेरि 1 लाखमा चाहिँ त्यस्तो सस्तो हुन्छ, त्यो नकली हुन्छ भन्छ। किन उसले बुझिसक्यो यसको त होइन, एकदम भ्याल्यु हुनुपर्ने। यस्तो चिजहरू हामी सबैले अलिकति मनन गऱ्यौँ भने जुन 8 वर्षको जुन उपलब्धि छ नि, त्यसबाट चाहिँ अर्को 8 वर्ष सोच्दाखेरि अलिक फरक किसिमले सोचौँ न। 16 वर्ष बनाउँदाखेरि अलिक फरक किसिमले बनाउँ होइन। अनि त्यसपछि सफल हुन्छ। अब फेरि म